ल हेर्नु साथीहरु, पंखा पंखा कसरी बन्छ हैन, त्यहाँभित्र के सामान आवश्यक पर्छ, के सामानहरु त्यहाँभित्र लाग्छ हैन, त्यो सम्पूर्ण भिडियो कुराहरु हैन, वस्तुहरुको बारेमा सबै यो भिडियोमा जानु है। अब त पंखाभित्र सबैभन्दा मेन कोइलको आवश्यक पर्छ हैन, त्यो बन्छ त तार कसरी भन्ने भिडियो साइड गरिसक्यो हाल्दैछ मेसिन भिडियोले मलाई सपोर्ट गर्छ। फिट भयो, कोइल फिट भइसक्यो, त्यहाँ अब त के गइरहेको थियो, तार फिट अर्को त्यहाँ उयो एक्सल लगाएर के हो त्यो साथीहरु पुऱ्याइदिनु होला यो ल फिट गइसक्यो। ल कम्पनी ठुलो कम्पनी हुन्छ, यो कम्पनी तपाईको ठुलो कम्पनी हुन्छ। यो भिडियो तपाईको इन्डियाको भिडियो हो हैन, इन्डियामा पंखा कसरी बन्छ भन्नेको भिडियो हो। हेर्नु ल फिक्स भइसक्यो, फिट भइसक्यो पंखा। तपाईको 4 देखि 5 मिनेटको समयमा एउटा पंखा फिट हुने रहेछ। ल उताबाट ल एउटाले कोइल हाल्ने काम गर्ने, एउटाले कभर हाल्ने काम गर्ने, एउटाले त्यो एक्सल लाउने काम गर्ने, एउटाले नट बोल्ट टर्च गर्ने, अर्को काम गर्ने है। ल अन्त पुरै पंखामा पुरै 1 बाइ 1 सबै है जानी कोही चेक गर्ने गर्दै छन् के। ल लेडिजको नि आवश्यक पर्दैन त्यो हल्का काममा चाहिँ। ल अब त पत्तीहरुमा त्यो जुन 3टा पत्ती युज हुन्छ त्यसमा रङ लगाउने काम भइरहेछ। रङ लगाएछ त्यसलाई सुकाउनु त पर्यो, त्यसले हाले सुका प्लास्टिक लिएर उयो ब्रान्ड हैन गर्दै ल यसलाई नि कस्तो मजाले यताउति नहल्लियोस् भने ठ्याक्कै मिलेको पिएसमै हालेर हैन बजारमा आउँदैछ। ल कस्तो लाग्यो।